गाइजहरु आज हामी विष्णु रेस्टुरेन्टमा छौं। हाम्रो चाहिँ एकदम विशेष उहाँको भाइ हामी सुरुवातीमा उहाँ पनि गुल्मीको है। चान्चुने त होइन त भाइ, हामी बजाङ्गी है, फेरि उडाइन्छ फेरि बजाङ्गी फेरि थाहा होला। मुसुकोटे हो बजाङ्गी भएको थाहा कि नै फेरि। आजको भाले यी केटाहरू भाले खान रेडी छन् हैन। यहाँ दाइले भित्र पानी तताएर रेडी अवस्थामा हुनुहुन्छ। यी आइटम पाक्न सुरु भइसकेको छ गाइज। टक्क आगो पाक्छ, खाइन्छ नि त दाइ कि कसो? ल यहाँभित्र कटिङ सटिङ हुन्छ, हरेक कुराहरू हुन्छ। खाना पर्यो भने सिधै विष्णु रेस्टुरेन्टमा आउनु होला। एकदम बोर्ड पनि देखाइसकेपछि नम्बर त अब हामी भनिहाल्छौँ पछि। टक्क गाइजी गाउँको लोकल साला यस्ता यस्ता घरमा बस्ने होइन के, बसेपछि गाउँले जिन्दगी जिउनु पर्यो नि। यहाँ आएपछि यस्तो टक्क यस्तो घरमा बस्ने मजाले बाँचुन्जेलसम्म हाँस्ने हुनुन्जेलसम्म हाँस्ने खाने कमाउने रमाउने इन्जोय गर्ने हो। इन्जोय एभ्री डे एभ्री टाइम एभ्री सेकेन्ड गर्ने हो। तर गलत काममा गर्न भएन। मिलाएर काम गर्ने हो, खाने हो, बिल्कुल हैन, रमाउने हो। आज मरे भोलि 2 दिन हो, त्यही भएर चाहिँ काम गर्ने हो, खाने हो, रमाउने हो। यही त हो नि रमाउने नि। यत्रो घुम्न आई डाँडातिर आइए ठुला सालागिरी फल सरमा बस्ने होइन के जिन्दगी। हामी बुटोलको हाइलाइट त्यो प्यालेसमा जान्छौँ हो त, त्यो हो नि त। तर चाहिँ असली पैसा नभएर होइन नि नभएको बिल्कुल गाउँले घर, गाउँले परिवेश, गाउँलेको एकदम आवाज हुने गरी हामी यहाँ आइहाल्छ। आजको रात चाहिँ नि हाम्रो अझ विशेष हुनेवाला छ। बानी गाउँले हुन्, बानी हाम्रै गाउँले अनि बास योभन्दा अरू के चाहियो कि कसो? केटाहरू अब के छ यहाँ फोनमा व्यस्त छन्, हामीलाई भन्न केही छैन। ल भाइ भयो यति हो। यति यहाँको चिसो पानी खाएपछि त्यसपछि त कति पानी होइन, पानीलाई चाहिँ बोइल गरेर सिटी लगायो। पुरा फुलाएर पानीलाई सिटी लगायो पकाउने यस्तो हिटिङ गरेर तातो हुने कुरा थाहा छैन। नयाँ योजना नयाँ परिपाटीसित जान पर्यो। हिँडेको दिमागले भेट्दैन। ढङ्गलाई चाँडो तातो हुने थाहा छैन तपाईँले। 1914 साल हो नि तपाईँ होइन र कि कसो? साल त मैले जान्दिनँ। अब यस्तै हो, पानी बोइल भएको तर तपाईँ सिक्दामा फेरि यो नपक्ने आइडिया छ नि त तपाईँसँग। फेरि आइडिया चाहिँ भन्नु भनेको होइन र खाएर नि खोज्यो कि यतिकै नि खोज्यो दाजुभाइ पानी बोइल हो है गाजी हो। पानी लगाएर चाहिँ आगोमा पाकेको चिज होइन, बोइल पानीमा। मलाई त खासै केटाहरूले रुचाउनु आगोमा पाकेर खाने भाग्य चाहिनु पर्यो नि। रुचाउनु त ग्यासमा खान्छ आज अलिकाले कि कसो होइन र बा? बिल्कुल बिल्कुल ठिक हो। भाले भुत्लिन थालो भनेपछि चाहिने के होला जस्तो छ नि त बा? बिल्कुल बिल्कुल बिल्कुल। कोले गाली गरो, कोले गाली गरो। अब के को उपलक्ष्य छ रे मित्र? हाम्रो बर्थडेमा भन्नु कतिजनाको बर्थडे? सबैजनाको बर्थडे। ओहो बाँकीलाई यसो गर्नु खाए बा मात्ते बुढा हुनुको होइन कि यो बुढेसकालमा त्यत्रो ताली खुलाएर त्यत्रो छुट्टै गरेर हानबाल छुट्टै गरेकै हो त। ल यहाँ हाम्रो केटाहरू पर्बिन नै हाम्रो भाइ राजाले चाहिँ एकदमै भुत्लाइराखन। हाम्रो कुकुर भाले हो कि यो आकाशमा बोके हो, बोके नै होला यार। होइन पुगो यो छडी त यत्रो छ यसलाई अनि यत्रो त छडी छ यार। घर छोरा कानमा पारै पठाइदेन अनि थालो के आउने होला। लौ न हाम्रा विकासजी र पर्बिनजी टाउको त यत्रो आएको छ यार। खत्रै हो त यार, हान्ने लागेको जत्रो यार। ल पुलुम साथीहरू हो, आफैले बनाउने आफैले खाने पिकनिक जस्तो छ क्या यो त आज कि कसो? बिल्कुल होइन र। कटिङ भयो हाम्रो यहाँ लाउरेजीले कटिङ हानिसक्नु भएको छ गाइज। अब हाम्रो विशेष आइटम बन्दैछ यहाँ। कराई रेडी भइसक्यो, पाको कटिङ ड्यान्जर छ यहाँ पाक्दैछ फेरि गाडी भन्ने चिज। यो एकदम पछिको मुन्टा लोकल एकदम है। बा के काट्नु पर्छ यसरी? साप्रा मासलाका चान्चुने साप्रा हुने नि होइन र बा? रन्काइदिनुहोस् बा, बाले रन्काउनुहुन्छ नि भाइ। ल गाइज आगोमा पाकेको चाहिने तेलमा तारेको खाइन्छ र खाएपछि त चान्चुने कहाँ खाइन्छ? ल है ल
भाउ खान्छन् कि गाडी छैन भन्छ अस्ति मेरो भन्दा के हुन्थ्यो भन्नुहोस् त केलाई रिसाउनु भयो एका बिहान यसो केलाई भयो ओ दिमागले पुरा फुल चार्ज भयो होइन आज चार्ज लाउनु त खोइ चार्ज कति होइन 2-3 घन्टा लाएँ ए लाउनु भयो बेलुका बोल्दै आफूलाई उहाँ हस्पिटल लिएर जान छ ओ प्रेसरको चेक गराउँ अनि के खानु बिहान बिहान उठाउनु छ आज हामीलाई सुत्नै दिनु न रातभरि भुडुङ गर्नुहुन्छ होइन आफूले ढेँडेर त कुखुरा खाएर त्यहाँ उठेको ठिक ठिक बिहान त्यो काम गर्ने उ चलाउको जोड खेल्छ हिँड्नुहोस् बारी खन खनिदिन्छु अब बेलुका बेलुका लाइ गरेको त केटाहरू लाइ गरेको त कोले कोले उल्टो गर्नु पर्छ चल्पो दिनुपर्छ के भनेर अङ्कल हिजो राति अनि हेलो हाम्रो ग्रुपलाई हामी तपाईँ यसलाई आयो हामी सुत्न गएपछि के हामी सुत्न गएपछि म सुत्न गएछु म सुत्न गएको थिएँ नै म त होइन बोनस आइज लास्ट त्यसो भए यसलाई यहाँ नुस्नु यसलाई बुढेसकालमा यिनी दाँत घोट्नु ह कता कति झरे कता कति केलाई घोट्नु ह हामी भर्खरका 24, 25, 26, 27, 28 काले घोटे होइन तपाईँले के खाना घोट्नु पर्यो यो तिमीहरू त भर्खरका छौ भनेर हिरो बनेको नि त तेजो खायो कि बुटो जन्म खानु बटौली होटल जान त फरक पोरो तपाईँको खेल्ने हाँस्ने खालको होला पहिलाको कि कहाँ धेरै नबोल्ने म कसैले जोसुकै हो बुढाले काण्डमा चढ्नु रहेछ हातको चिया र नेचुरल यसलाई भन्छ कागती निचरको चिया भन्छ ए म त रन्काइदिने आज ल केटाहरू ओए रसे कति हो यार ल राजा ल ओए लु त्यस्तो नहानु होला बिहानीको सुरुवात चियाको घरकोबाट के लाग्यो ए लगाइ चिया खानु है बिहान किन खतर खतर गर्नु है किन खतर खतर गर्नु आउनुहोस् त 1 मिनट बोलाउँ त केलाई यसो ट्याक्लै हुनु छ तपाईँ कसलाई चिप्लाउनु खोज्नु हो हामी त चिप्लिँदैनौँ हामी हिजो चिप्लेको होइन को चिप्लाउनु खोजेको खोजेको नि कस्तो भित्रबाट के एनर्जी आइरहेको केलाई तिमी ने पर्ख्यौ राजा चिया आएको 1 घण्टा भइसक्यो गएकै हो त बिल्कुल बिल्कुल कथाको चिज आउ जानी आउ 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 ला जोड त आउ आउ हप्पा बिसवटा ठिकै सारा हुन्छ र पारी सारा कहाँ काम त हामीलाई थाहा छ राति राति यसरी हिँड्ने काम चाहिँ बन्द गर्नु है तपाईँ अबदेखि यस्तो हिँड्ने हो जतिको लफङ्गा भएर देखाउन देखाउन
लुचु लुचु जाने कपाल किन चिल्लो पारेको भनेको त बात हो यसो त गर्नुहुन्न भयो बा अब नुहाकोट मकै चोर्न जाम भनेर हालेको थिएँ विष्णु बुढाको एकदमै विशेष धन्यवाद एकदम मिठो मिठो खाने है अब एकदम चाहिने बाकोमा आउनु होला रेस्टुरेन्ट भन्ने होइन चिनेको मात्रै आउनु होला नचिनेको त पर्दैन लौ भयो के ओ केटीहरू लिएर नआउनु होला यता नफर्कनु होला केटीहरू यहाँ नट एलाउड ओन्ली इन्भाइरोमेन्ट चाहिँ होइन हिजो झ्याउ लाग्यो झ्याउ लाग्यो। ओ त्यहाँ त केटीहरूले त त्यसै नियम गर्ने हामी अब ह्यान्डसम चलाएर चिल्ला हैन तिनीहरू बाटामा भेटा केटी भएर त्यस्ता हैन यस तारिक बोलाउने होइन काका छोरालाई हैन हामी मजाले हामी खानु त्यति सस्ता छौँ र जनेको त हिजोको रिस पोख्नु छ दाले अब हामी निस्किन थालेछौँ बा विशेष धन्यवाद तपाईँलाई एकदम मिठो खानेकुरा खुवाउनु भयो बाको माया सदाबार हामीले एकदम बिर्सिने छैनौँ होइन के कसो हामी आइराखेको बा हामी प्रत्येक हामी ए सबै आइजाऊ न यस्ता केटाहरू यार आइजा सबै आइजा भयो भयो अगाडि जाऊ अगाडि जानु न अघि जानु अघि एकछिन भ्यू पोइन्टमा हाम्रो आगमन भइसकेको छ भने यहाँ विभिन्न किसिमको बस्ने खालको आकृति बनाएको छ साथीहरू उहाँ अगाडि पुगिसकेका छन् बिहानै पनि हामी देख्न सक्छौँ एकदमै जाने आगन्तुक पर्यटकहरूको भिडभाड छ यो हो बुटोल भ्यू पोइन्ट बिल्कुल चाहिने जे छ यहीँ छ सहरमा साथीहरूसँग गइयो मजाले रमाइलो भयो एकदमै खुसी लाग्यो अनि यो एक खालको भेटघाट जहिले नजुट्ने भएको कारणले गर्दा हामी मजाले घुमेर आए यो साथीहरू तपाईँहरू पनि जानु पर्यो भने अवश्य जानु होला है घुम्न